एकदमै ठुलो छ यो चाहिँ एकदमै हेर्न सक्नुहुन्छ तपाईहरु हैन हामीले त्यतिकै रोपेको थियौं तर प्राइसहरु हेर्न सक्नुहुन्छ यो चाहिँ केटीहरुको हो आरएम 49 रिङ्गेटमा हैन यता 59 मा जकेटहरु यता केटीहरुको एरिया हो यो आज चाहिँ धेरै घाम लागेको छ है हजुरहरु देख्न सक्नुहुन्छ यति घाम लागेको छ कि हैन हिजो मात्र मैले कपडा धोएको थिए हैन हामी जहिले कपडा धुन्छौं तपाई देख्न सक्नुहुन्छ उही दिन पानी चाहिँ पर्छ है हैन हिजो कपडा धोएको अहिलेसम्म सुकेको छैन हेर्नु है म त्यहाँ कपडा सुकाएको छु आजसम्म सुकेको छैन नमस्ते एन्ड शुभ बिहानी सम्पूर्णमा के छ सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ एकदमै आरामै हुनुहुन्छ होला एकदमै सन्चो हुनुस् बिसन्चो नहुनुस् गुड मर्निङ एन्ड शुभ बिहानी मलेसियादेखि नयाँ भिडियो लिएर म आइसकेको छु तपाईहरुको सामु एकदमै नयाँ ठाउँ त म गएको छैन गाइस हैन सो म चाहिँ पुरानै ठाउँमा छु तर म लङ टाइम पछि म तपाईहरुको माझमा म आइसकेको छु एकदमै सो गाइस अरु एकदमै ठीकठाक छ यतातिर एकदमै गर्मी लागेको छ हैन तपाईहरु देख्न सक्नुहुन्छ मेरो कपाल म केही पनि लगाएको छैन मात्र म नुहाए त्यसपछि म केही पनि लगाएको छैन हैन एकदमै सुकेको छ यहाँ पनि केरा कसलाई मन पर्छ केरा प्लिज भन्नुस् है म तपाईहरुको छेउमा म ल्याइदिन्छु हैन गाइस सो लेट्स गो सो अब यहाँ पनि अब आउँछ होला तपाईहरु देख्न सक्नुहुन्छ यहाँ पनि र अर्को कुरा यतातिर एकदमै उखु रोपेको मेरो अगाडि तपाईहरु देख्न सक्नुहुन्छ उखु रोपेको पनि एकदमै ठुलो हैन भइसकेको छ अब यसलाई पनि हल्का ठुलो भयो भने अलि हैन खान मिल्छ गाइस हैन किनभने हामी अस्ति नै रोपेको एकदमै राम्रो देखेको छ तपाईहरु पनि देख्न सक्नुहुन्छ र अर्को कुरा गाइस मेरो नाइट ड्युटी चलिरहेछ यता चाहिँ हैन नाइट ड्युटी आज चाहिँ मेरो बिदा हो किनभने यहाँ भनेको मलेसिया डे हैन सो गाइस मलेसिया डे छुट्टी भएर र यहाँ किमु छ किमु हल्का फलेको थियो म चाहिँ ल्याइसकेको छु र यहाँ अर्को पनि किमु रहेछ म तपाईहरुलाई किमु देखाउँछु है त यहाँ पनि छ तपाई देख्न सक्नुहुन्छ ल किमु फु खाऊ न है दामी छ बिहानमा नै चुकिलो र अर्को अगाडि तपाई देख्न सक्नुहुन्छ यहाँ के छ त हैन यहाँ यसको नाम चाहिँ म थाहा भएन गाइस यहाँ चाहिँ हैन के भन्छन् भने चाहिँ उबी भन्दो रहेछन् गैंजी जस्तै के उबी हैन अस्ति नै मैले यता चेक गरेको हल्का त भएको थियो तर लास्टै यस्तो बाक्लो भएको छैन तपाई देख्न सक्नुहुन्छ यति बाक्लो है गाइस अरु भनेको केही पनि छैन हैन अरु सबै ठिकै छ मेरो चाहिँ नयाँ नौलो यता हेर्न सक्नुहुन्छ म तपाईहरुलाई म जानकारी गराउँछु के कस्तो भनेपछि जब यहाँ मलेसियामा चाहिँ हैन रुम खाली हुन्छ भने यहाँ यसरी साइन बोर्ड हैन यसरी लगाइदिन्छन् हैन यहाँ तिनीहरु लेख्या छ हेर्नु एउटा रुमको कति 400 रिङ्गेट देखि लिएर 550 एउटा रुमको है यति महँगो हैन यहाँ त्यो बनिरहेछ भित्र सायद रुम बनाइरह अस्ति नै बस्या थिए यहाँ तिन हैन फरेनरै बस्या थिए यहाँ हैन म्यानमारदेखि लिएर नेपालीहरु पनि बस्या थिए यो घरमा तर तिनीहरु चाहिँ सबै निकाल्दियो हैन किनभने यहाँ धेरै फोरो गरा हालन सायद त्यसपछि यहाँ रिपेयर गराछ 400 देखि 550 रिङ्गेट सम्म महिनाको भाडा तिरेर बस्न सक्नुहुन्छ एउटा रुमको 550 भनेको एकदमै बैठक रुम होला अलि ठुलो हैन एकदमै भिआइपी रुम होला सायद हैन अरु भनेको त 350 400 मा मजाले पाउँछ हैन तर यो हाम्रो एरियामा चाहिँ गाइज हैन हाम्रो एरियामा चाहिँ
एकदमै सेफ छ भनौँ। त्यस्तो चोरी डाँकाहरू त खासै लाग्दैन केही पनि होइन, किनभने सेक्युरिटी गार्डहरू पनि एकदमै घुमिरहन्छन्, राम्रै छ भनौँ। ओके, ओ माई गॉड, याला एनी मेनी बिग, वाउ, अय्या टेंगो अय्या चम्टे नै, वाउ वाउ, तारे रानी टुङ्गो ए टुङ्गो ayah lah papa sana ada nggak याला ada masih. हाम्रो करेसा बारीमा अरू त नभनौँ, अरू छोटो छोटो होइन, सानो सानो फल्यारै कोचराइ छ होइन। एउटा चाहिँ लास्टै ठुलो हेर्नु गाइस होइन, एकदमै ठुलो छ। हामी कोर्दैछौँ यसलाई, ल हेर्नुहोस् एकदमै ठुलो। apa ini macam besar देन ayah Tara tengok ini macam besar Hah? I think sini pun ada lagi आइया, ayah वाउ 1 kilo कति ठुलो भेट्यो हेर्नु। ini macam nanti ambil korek बेला ini mungkin bawah pun ada sini वाउ, ल एकदमै ठुलो छ यो चाहिँ, एकदमै हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। हामीले त्यत्तिकै रोपेको थियौँ, तर एकदमै अर्ग्यानिकको रूपमा फलेको छ हाम्रो करेसा बारी भनौँ होइन। र अर्को यता पनि छ र यो एकदमै अर्ग्यानिक हो गाइस यो चाहिँ होइन। अरू यता पनि छ है, तपाईँहरूलाई म हल्कामा देखाउँछु, ल हेर्नु पुरैको पुरै जति हुन्छ हामी चाहिँ सब यहाँतिरको फालिरहेछौँ होइन। अब हामी के रोप्छौँ त्यो त मलाई थाहा छैन, तर हामी यसलाई क्लिन गरिरहेछौँ है त गाइस। ल हाम्रो रुममा हामीले भनौँ, हामीले होइन रोपेको यो चाहिँ एकदमै तरुल जस्तै भनौँ होइन। सो तरुल जस्तै यो चाहिँ एकदमै ठुलो फलेको रहेछ गाइस होइन। हामी चाहिँ ल्याइसकेको छौँ, एकदमै अरू त साना साना छन्, तपाईँ देख्न सक्नुहुन्छ यति छ। अस्ति नै हामी पनि रोपेको, तर थोरै थियो, अहिले त धेरै एकदमै हेर्न सक्नुहुन्छ तपाईँहरू, यति ठुलो रहेछ कि यो हेर्नु त यसको नसा, वाउ। ओके गाइस होइन, हामी चाहिँ अब बाहिर मार्केटतिर गइरहेका छौँ। मार्केट होइन, केही सामान लिनु छ, केही सामान किन्नु छ होइन। सो हामी चाहिँ बाहिर निस्केको र बाटोमा पनि छौँ अहिले हामी। आज चाहिँ यहाँको बिदा भएर गाडीहरू पनि धेरै छैनन्, एकदमै नर्मल छ होइन। अब मलेसियाको रोड हेरौँ है त, यस्तो छ मलेसियाको रोड चाहिँ। सिङ्गापुरको रोड चाहिँ तपाईँहरू हेरिसक्नुभयो, देखिसक्नुभयो कस्तो छ के कस्तो छ। सो मलेसियाको रोड पनि तपाईँहरू हेर्नुहोस्, यस्तो छ है त। गाडीहरू एकदमै कम छन् आज चाहिँ, एकदमै यहाँतिर यो चाहिँ पेट्रोल पम्प हो होइन। यहाँतिर पनि पेट्रोल पम्प छ, पेट्रोल पम्प जताततै है। उताबाट यता गाडी आउँछ, हामी यता गइरहेका छौँ। सो यहाँ चाहिँ इक्या भन्छ, यो चाहिँ एकदमै सामान टेबलहरूदेखि लिएर सोफा सबै सामानहरू यहाँभित्र पाइन्छन्। र हामी चाहिँ यतातिर जान्छौँ होइन। यहाँ एउटा मार्केट छ होइन, A1 भन्छन्। लगाइस है, हामीहरू चाहिँ पुगिसकेको छौँ मार्केट, तपाईँहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ यताबाट आएको र यो चाहिँ मोटरसाइकल सबै पार्किङ एरिया हो यो, र गाडी पार्किङ चाहिँ यतातिर छ, तपाईँहरू देख्न सक्नुहुन्छ। म चाहिँ पहिला पनि सायद म भिडियो ल्याइसकेको छु, तर आज म तपाईँहरूलाई फुल्लीमा भिडियो देखाउँछु के गरिरहेछन् यहाँ, के खेल खेलिरहेछन् हेर्न सक्नुहुन्छ। ओ टिकटक बनाउनु लाग्छ नि, टिकटक होइन।
हामी चाहिँ यहाँबाट भित्र पस्छौँ यहाँबाट पनि जान मिल्छ टक्क आफै गेट खुल्छ यो सो हामी चाहिँ भित्र जाँदैछौँ यहाँ ऐना हेर्दैछ मैयाले र यतातिर यस्तो छ यतातिर सबै पाउरोटीहरू छन् रोटीहरू यतातिर पाउँछ यतातिर चाहिँ र यतातिर चाहिँ मार्केट होइन खानेकुरादेखि लिएर सबै तपाईँ देख्न सक्नुहुन्छ रोटी पाउरोटी यतातिर यस्तो छ है त यतातिर सबै मार्केटहरू हुन् गाइस होइन सो यतातिर चाहिँ मार्केट हो एकदमै फलफुलदेखि लिएर सागसब्जीदेखि लिएर सबै होइन सबै सामानहरू पाइन्छन् यतातिर एकदमै A1 को मार्केट हो यतातिर चाहिँ सो हामी चाहिँ यतातिर जान्छौँ एकदम फराकिलो छ गाइस तपाईँ देख्न सक्नुहुन्छ हामी चाहिँ यताबाट छिरेको हामी अगाडि जाउँ त है त के छ ल सेल्फी पनि हानिरहेछन् यता प्लस यतातिर बस्ने हो यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यो सब बस्नको लागि हो र यता मेरो पसलहरू एकदमै अगाडितिर यस्तो छ अगाडितिर यस्तो छ सो तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै मेकअपको सामान प्लस बस्ने एकदमै मनकेमा सो हामी चाहिँ अगाडि बढ्दैछौँ होइन केही सामान किन्ने भनेको होइन केही सामान किन्ने भनेको अब एकछिनपछि हामी किन्छौँ योभन्दा अगाडि चाहिँ हामी केही कपडा पसलमा पनि हामी छिर्नेछौँ होइन हामी कपडा पसलमा पनि छिर्नेछौँ किनभने हामी केही कपडा पनि किन्नेछौँ सो म धेरै बोलेँ मेरो अगाडितिरको पनि म केही देखाइदिन्छु हजुरहरूलाई है त यस्तो छ अगाडितिर हामी चाहिँ यो प्राय हामी किन्ने भनेको यो पसलमा हो एकदमै मार्केटमा र अगाडितिर यस्तो छ कि हेर्नु आनन्दको छ है पलाएर यहाँभित्र चाहिँ होइन भिडियो ल्याउन मिल्दैन अस्ति नै मैले लिइरहेको थिएँ तर दिएन भिडियो ल्याउन यो भित्र चाहिँ होइन सो म चाहिँ भित्र गएँ भने म भिडियो ल्याउन चाहिँ मिल्दैन त्यसको सट्टा म चाहिँ अगाडितिरको जे छ म त्यही हजुरहरूलाई म देखाइदिन्छु है त गाइस अब यतातिर भनेको यस्तो छ हजुरहरू के देख्नुभयो मेरो अगाडि मन पर्यो भने मन पर्यो भन्नुहोस् परेन भने पनि हेरेर भए पनि चित्त बुझाउनु है त गाइस हामी चाहिँ पाडिनीमा पसेको छौँ तर यहाँभित्र चाहिँ भिडियो ल्याउन मिल्दैन होला तर म चाहिँ ल्याइरहेको छु होइन तपाईँहरूलाई हल्का म देखाइदिन्छु यहाँको पादिनीको कपडाहरू र प्राइजहरू हेर्न सक्नुहुन्छ यो चाहिँ केटीहरूको हो RM 49 रिङ्गेटमा होइन यता 59 मा ज्याकेटहरू यता केटीहरूको एरिया हो यो चाहिँ हामी चाहिँ बोय एरियातिर जाउँ त है त बोयको एरियातिर हामी हेर्न सक्नुहुन्छ तपाईँहरू यस्तो छ बोयको एरिया यहाँ ज्याकेटहरू छ तपाईँहरूलाई हल्का म देखाइदिन्छु है त यतातिर के छ त पेनहरू किनिरहेछन् यस्तो छ प्राइस आज चाहिँ अफर हल्का रहेछ जे होस् आज हल्का छुट दिएको रहेछ
यतातिर भेस्टहरू तपाईँ देख्न सक्नुहुन्छ 23 रिङ्गेटमा पनि रहेछ, 29 रिङ्गेटमा। एकदम अफर रहेछ आज चाहिँ, एकदमै सस्तो मूल्यमा दिएको रहेछ आज चाहिँ है त। होस् मान्छेहरू फुल रहेछन् आज, टन्नै रहेछन् मान्छेहरू चाहिँ। ल यस्तो छ है त आज। वाह यस्तो छ, दामी छ दामी छ। पादिनी 29 रिङ्गेटमा सस्तो रहेछ त, धेरै आज चाहिँ छुट दिएको रहेछ। यतातिरको माहौल भनेको एकदमै राम्रो छ, चहल पहल छ, आफ्नै दुनियाँमा छन् सबैजना हैन। तपाईहरु देख्न सक्नुहुन्छ एकदमै चहल पहल। हाम्रो नेपाली दाजुहरू हुनुहुन्छ यहाँ चाहिँ सेक्युरिटी गार्ड, एकदमै चहल पहल छ, मजाको छ। तपाईहरु पनि देख्न सक्नुहुन्छ है त, यस्तो छ एकदमै रोमणीय, एकदमै आनन्दको। सो गाइस
चिनाते होइन, चिया जस्तै र चिनाते होइन, एकदमै नर्मल भनौँ। यहाँ छ सब्जी एकदमै र अर्को हामी किनेको यो हङकङ बे भनेको यो चाहिँ हेर्न सक्नुहुन्छ। यो भनेको मुन केक होइन, अब यो चाइनिजको मुन केक किनेर छ, त्यसैले मुन केक हो तिनीहरूको चाहिँ होइन। सो यो चाहिँ किनेको अर्कोमा पागिनीबाट किनेको सस्तो र भरपर्दो ज्याकेट Tiene.